ल म चाहिँ अहिले यो बारीतिर छु होइन। यहाँ चाहिँ एकदम यो चाहिँ अर्ग्यानिक गाउँघरतिरको फल चाहिँ यो होइन। यो देखाउँदैछु म खाँदैछु है। यो हेरौँ होइन। एउटाका देखाउँछु है म। अहिले ठ्याक्कै यसको सिजन छ। यति बेला मस्त पाकेको रहेछ यहाँनिर बुटे। यो के को बुटो होला होइन। यो धेरैलाई त थाहा छ यतातिरको त, तर बाहिरतिर चाहिँ यसको नाम के भन्दो रहेछ भनेर बुझ्नु खोजेको होइन। यहाँनिर मैले अहिले नाम भनिनँ। हाम्रो यो यतापट्टि चाहिँ दुईवटा नामले चिनिन्छ यसलाई चाहिँ होइन। बाहिरतिर चाहिँ के भनिँदो रहेछ हेरौँ है त। कमेन्ट आयो भने थाहा होला। अहिले पनि बहुत खाइयो। मिठो गेडा गुलियो हुन्छ क्या। भित्र सानो सानो गेडा हुन्छ। यतापट्टि हुन्छ रातो हुन्छ यस्तो भित्र। मिठो चाहिँ मिठो हुन्छ। भ्याइयो क्या हो सकिँला चाहिँ यो रातो चाहिँ अलि मिठो हुने क्या फेरि। धेरैमा आइयो यो टन्नै रहेछ यो। यस्तो मजाले टिपिन्छ होइन। अन्क पाइन्छ टाक्क हेरौँ। यहाँनिर थुप्रै पाकेको छ यतापट्टि चाहिँ थुप्रै छ यहाँ। यो फल चाहिँ बाल्यकालमा कसले खानुभएको छ होइन। एकचोटि हेरौँ त्यहाँबाट कमेन्ट हानौँ यसको नाम के हो। टिप्दै खाँदै गर्छु। मस्त पाकेको छ। मैले यो धेरै टाइममा खाएको। यस्तो ट्वाला यसको चोप पनि हुन्छ है अलिअलि। खान बहुत मजा आउँछ। सबै छ यहाँ। यो पाकेको यो पाकेको यो चाहिँ खान योग्य भइसक्यो। हेर यो काँचै छ। यो अब अलिअलि पाक्नु लाग्छ। यो चाहिँ रातो रातो भएको छ होइन। यो रातो रातो भएको छ। यो चाहिँ पाकिसक्यो अब हेरौँ त। वाह ठाउँअनुसारको नाम होला है। यो चाहिँ कुन ठाउँमा चाहिँ के भनेर चिनिँदो रहेछ भनेर क्या। बारीमा छ यो। कति खानु। यस्तो अर्ग्यानिक फल खाँदैछौँ हामीले। ल के होला यो। कम्ता गुलियो छैन हौ यो। टप्प टिप्ने अनि कप यसरी टक्क निकाल्ने बोक्रा फाल्ने सट्ट खाने। ल हेरौँ त कस्तो छ। यो गाउँघरको अर्ग्यानिक फल गर्मीमा हुन्छ यो। यहाँनिर त यो चाहिँ होइन के भन्छ मैले अहिले भन्दिनँ, तर ठाउँ ठाउँमा चाहिँ यसको नाम के भन्दो रहेछ यसो कमेन्ट हानौँ है। ल हाम्रोतिर चाहिँ यस्तो फल फलेछ है। यो फलको नाम के होला कमेन्ट हानौँ त। यसरी खाइन्छ यसलाई चाहिँ टक्क टक्क थिच्ने टक्क खाइन्छ कि थुप्रै छ। यो फलको सिजन हो यति बेला। यसको नाम चाहिँ के रहेछ सो कमेन्ट हान्नु त के भन्छ है। ल यो भिडियो चाहिँ म युट्युबमा पनि राख्छु होइन। यो चाहिँ यो युट्युबमा हेर्ने साथीहरूले चाहिँ यसको नाम के हो कमेन्ट गर्नु होला है। गाउँघरतिर टक्क यस्तो छ अहिले।
यसलाई चाहिँ यसरी टिप्ने यो मस्त फलेको छ नि त होइन यो चाहिँ यहाँनिर छ है पाकेको दाना यस्तो मिठो हुन्छ खाना यस यसलाई हेरौँ यो पाकेको टिप्दैछु यतापट्टि पनि छ अलिअलि भित्र त यस्तो यस्तो होइन यस्तो छ है यो भिडियोमा युट्युबमा पनि हाल्छु क्या टिपेको यदि टिपियो है हेरौँ त यसको नाम चाहिँ के होला कि होइन यो सबै ठाउँमा हुन्छ कि हुँदैन होला यो हुने ठाउँमा चाहिँ यो चिन्नेहरूले चाहिँ यसको नाम के भन्छ कमेन्ट हान्नु होला म चाहिँ खिचेको छु यता तलपट्टि हरियो मकै पनि छ यसमा फेरि बारीमा छ अहिले होइन मकैहरू हरियो यता केराको बोट भयो लिन्छ थुप्रै छ सबै टिपेर चाहिँ ट्याक्क खाइन्छ ल हेरौँ न यो पुरानो फल अझै पनि पाइन्छ गाउँघरतिर यस्तो हुन्छ पाकेपछि हेरौँ मैले टिपेको राम्रो छ है भित्रपट्टि यस्तो हुन्छ यसको बिहाहरू चाहिँ फाल्यो यो मैले यति टिपेँ कर्कलाको भातमै उति टिप्यो त्यसो बोट गाउँघरको अर्ग्यानिक फल यो पुरानो फल यति बेला पाक्ने हेरौँ त यता मकै यता यो यस्तो है यो फलको नाम मेरो फेसबुक युट्युबमा जोडिने साथीहरूले चाहिँ होइन बाहिर पनि हुनुहुन्छ होला यो आफ्नो ठाउँमा चाहिँ के भन्दो रहेछ यसको नाम कमेन्ट गर्नु है यस्तो फल छ यो कता कता पाइँदो रहेछ भनेर यसो बुझ्नु खोजेको है खासमा चाहिँ के भन्दो रहेछ ठाउँ अनुसार यसको नाम हाम्रो ठाउँभन्दा बाहिर पनि कता कता पाइँदो रहेछ भनेर